हेलो साथी हो। यो चाहिँ मेरो पुरानो जन्मेर हुर्केको ठाउँ। मेरो हुर्केर सानोदेखि ठुलो हुँदासम्मको ठाउँ हो। मेरो घर चाहिँ सबै भत्केर यस्तो भएछ। मेरो घरको मेरो बाबाले रोपेको आँपको रुख यो किन्नु मेरो बाबाले रोपेको घरको त सानै छ। सबै मेरो बाबाले रोपेको हेलो साथीहरू, यो मेरो बाबाले रोपेको आँपको बोट बाबाले रोप्नुभएको। यो किम्बुको रुख पनि बाबाले रोप्नुभएको। यो आँपको रुख हेर्नु न गाइजहरू, तपाईँहरूको बाबा हुनुहुन्छ होला। मेरो त बाबा पनि छैन। हेर्नु न, मेरो बाबाले हामीलाई खेती गरेर पहिला जमानामा चाहिँ सानैदेखि हुर्काएर ठाउँ र यस्तो भएको रहेछ। जङ्गल पहिरोले हाम्रो घर सबै भत्काएछ। हाम्रो घर चाहिँ यहाँ थियो। हेर्नु न गाइजहरू, मेरो बाबाले रोपेको जेम्मेहरू सबै यसरी झरेछ रुखभरि। मेरो बाबा नभए पनि मेरो बाबाले रोपेको जेम्मेहरू फलेछ, यसरी फुल खेल्दैछ। हेर्नु न गाइज, मेरो बाबाले रोपेको जेम्बिर। मेरो बाबाले रोप्नुभएको जेम्बिरको रुख यो मैले टिपेर लगिन्। अनि यसरी पहिरो आएछ। म त घरमा नआएको धेरै भयो। अनि यसरी चाहिँ पहिरोले लगेछ। केरा पाकेर सबै केरा उयोले खाएछ। केरा पाकेर घरि नै चराले खाएछ। यहाँ मान्छे आउँदैन, त्यही भएर दुःख लागेर आउँछ साथीहरू। मेरो बाबाको दुःख, मेरो बाबाले गरेको कमाइ यही ठाउँबाट हामीलाई हुर्कायो, बढायो, पढायो। अहिले मेरो बाबा हुनुहुन्न र मेरो बाबा नभएपछि यस स्थानमा बसोबास पनि छैन। सबैजना छोराहरू तरै आफ्नो आफ्नो ठाउँमा गएर कमाइ खाने भयो। त्यही भएर छैन अहिले, सबै जङ्गल। पहिला कति राम्रो घर थियो, घर पनि छैन रहेछ। कोही जङ्गल मात्रै भएछ। हेलो गाइजहरू, दुःख लाग्छ आफू हुर्केको ठाउँ, जन्मेको ठाउँ देख्दाखेरि धेरै माया लाग्छ। यहाँ पूजा गर्ने देवी छ यो रुखको फेदमा। हेर्नु, यहाँतिर हाम्रो खेत छ। यो सबै हाम्रो खेत हो। केराहरू सबै पाकेर खाएछ। यो पनि केरा ठुलो भएछ। यो बाबाले रोपेको यो केरा पनि। यो खेतहरू सबै हाम्रो हो। तल खोला छ। यो तलको खेतहरू सबै हामीले गर्थ्यो पहिला। यो बाबाले रोपेको सबै यो जङ्गलहरू, यो खेतहरू सबै बाबाले गर्नुहुन्थ्यो। यो बाँसहरू सबै बाबाले रोप्नुभएको। तल हाम्रो खेतहरू पर सबै हाम्रो खेतहरू गाइजहरू। के लाग्छ तपाईँहरूलाई? यस्तो चाहिँ दुःख। बाबाले हुर्कायो, पढायो, जन्म दियो। अहिले बाबा हुनुहुन्न यो ठाउँमा, तर पनि आज यस ठाउँमा आएर बाबाको सम्झनामा घुमेको छु। मैले बोराको झोला बनाएको छु। बोराको झोलामा चाहिँ बाबाले रोपेको जेम्बिर बोकेको छु है। बाबाले रोपेको जेम्बिर फलेछ। अनि मैले चाहिँ आफू झोलामा बोकेर हिँडेको छु। के गर्ने, हाम्रो त बाबा पनि हुनुहुन्न, तपाईँहरूको पनि बाबा हुनुहुन्न भने कमेन्ट गर्नु होला। अनि कसको बाबा हुनुहुन्न, यसरी नै आफ्नो जन्म ठाउँ, हुर्केको ठाउँ, खेलेको ठाउँहरू आएर यसरी भिडियो बनाएर चाहिँ भेटघाट गर्नु होला। यो चाहिँ हाम्रो दाजुको खोलमा हो।
यहाँ छ यहाँ पट्टितिर चाहिँ अनि दाजुले रुख काट्दै हुन्छ यो चाहिँ दाजुको गोठ हो यहाँ आएको जस्तोमा हामी दाजुले काट्दै हुन्छ दाजुले चाहिँ काट्दै हुन्छ लड्दैछ साथी ओ गाइजहरू